नमस्ते। अब हेर्नु त आज हामीले शिक्षक पेशागत विकास प्रारूप जुन छ 2080 को बारेमा हामीले कुरा जुन छ त्यो गरिरहेछौँ। यो शिक्षक पेशागत विकास प्रारूप 2080 को स्वीकृति जुन छ अब 2080 7 12 मा जुन छ त्यो भएको छ। अनि यो शिक्षक पेशागत विकास अबका विधिहरू के छन् त अब शिक्षक पेशागत विकासका त्यो विधिहरू कतिवटा विधि छ? 10 जम्मा 10 वटा विधिहरू जुन छ रहेको छ। हेर्नु सेवा कुन विधि छ? सेवा प्रवेश तालिम जुन छ बाट एउटा छ। 1 महिने प्रमाणीकरण जुन छ अब तालिम, यो शिक्षक मेन्टरिङमा 6 महिनाको यो हुन्छ हैन। जो नप्रवेशी जो शिक्षकहरू छ त्यहाँ जुन छ अब प्रत्येक जुन छ 2 हप्तामा 15 दिनमा एक पटक जुन छ त्यसको क्लासलाई अब्जर्भ गर्नुपर्ने हुन्छ यो। अनि त्यसपछि छोटो अवधिका कस्टमाइज तालिमहरू जुन छ त्यो रहेको छ। पाठ अध्ययन, त्यसपछि स्वनिर्देशित जुन छ अब सिकाइ यो विधि छन्। कार्यमूलक अनुसन्धान एउटा विधि छ पेशागत विकासको। त्यस्तै सिकाइ सञ्जाल जुन छ अब बनाएर जुन छ अब यसबाट पनि पेशागत विकास गर्न सकिन्छ। अब सहपाठी कक्षा अवलोकन, सहपाठी मतलब आफ्नै जुन छ अब स्तरको जुन साथीहरू छ त्यसको क्लासलाई अब्जर्भ गर्ने। अब राम्रा जो नेम फेमला टिचरहरू छ तिनीहरूको क्लासलाई अब्जर्भ गर्ने, हेर्ने, आफूमा सुधार ल्याउने र त्यसपछि स्वमूल्याङ्कन, आफ्नो मूल्याङ्कन आफै जुन छ त्यो गर्ने हो। यो सबै जुन छ के हो त शिक्षक पेशागत विकासका विधिहरू जुन छ।